सपनामा आमाको सुर सुनेको थिएँ। सावित्री लास्याले दुध मागिरहेकी छ, घाम लाग्नु अघि पानी भर्न नजाए केही पनि पाइँदैन। म मुगु जिल्लाको सुरु गाउँपालिकाको एउटा 17 वर्षीय किशोरी हुँ। हाम्रो गाउँ कर्खा सहरका मानिसहरूलाई लाग्न सक्छ यो नाम नै कहिल्यै सुनेको छैन, तर हामीलाई यो नाम नै हाम्रो अस्तित्व हो। सहरले विकासको गीत गाइरहेका बेला हाम्रो गाउँ अझै भोक र प्याससँग लडिरहेको छ। खास गरी पानी यहाँ सपना हो, चमत्कार हो। कहिलेकाहीँ लाग्छ भगवान हामीमाथि रिसाएका छन्। आज बिहानको घाम ढिस्किएको छैन, चिसो सासले आङ झन कठ्याङ्ग्रिन्छ। हातमा आल्मुनियमको पुरानो गाग्री समातेर म मेरी आमा र मेरी सानी बहिनी 3 जनाको यात्रा सुरु हुन्छ। हामी 3 किलोमिटर टाढा रहेको एक झरनातिर लाग्छौँ। त्यो पनि अब धमिलो हुन थालेको छ। बाटोमा ढुङ्गा, बुट्यान, चिब्लो बाटो सबै हाम्रो यात्रा रोक्न चाहन्छन्, तर तिर्खाले हामीलाई हिँडाउँछ। हजुरआमा भोक लाग्यो, लास्याले भनिन्। पहिला पानी ल्याऊ अनि मात्र खाजा बनाउँछु। आमाले सुरु भाषामा गहिरो आवाजमा जवाफ दिनुभयो। गाग्री भरिएपछि फर्किँदै गर्दा एकजना वृद्ध आमा अगाडि लड्नु भएको थियो। सुक्क सुक्क गरेर रोइरहनु भएको थियो। म अगाडि गएँ। हजुरआमा ठिक हुनुहुन्छ? मैले सोधेँ। उहाँले आँखाभरि आँसु झारेर भन्नुभयो, मेरो नातिनीको ज्यान गयो, बुखार लाग्यो, औषधि छैन। तर त्योभन्दा ठुलो कुरा पानी थिएन। म उसको जिब्रो सुक्दै गएको हेरिरहेँ। म केही गर्न सकिनँ, म केही भन्न सकिनँ। गाग्री झिकेर उहाँलाई सुम्पिएँ। उहाँले त्यसै गाग्रीको पानीले नातिनीको निधार पुस्नुभयो। मलाई लाग्यो त्यो गाग्रीमा पानी होइन, मृत्युलाई पुकार्ने आर्तनाद भन्दै लगिएको थियो। गाउँ फर्किँदा लास्याको चप्पल हरायो। नाङ्गो खुट्टाले माटोको चिसो चुम्दै हिँडिरहेकी थिए। उसको गोडा रातो भइसकेको थियो। मैले मेरो चप्पल दिएँ। आमाले केही भन्नु भएन। हामी भित्रभित्रै भाँचिरहेका थियौँ। साँझपख गाउँको बैठक बस्यो। सबैको एकै आवाज थियो, यो साल पनि पानी ल्याउने योजना अधुरो भयो। गाउँपालिका कार्यालयले सुनायो, बजेट पनि सकियो। हामीसँग घाँस छ, गाई छन्, खेत छन्, तर पानी छैन। हाम्रो जीवन बाजिएको छ। म सोच्न थाल्छु, हामीलाई सरकारले हेर्दैन, भगवानले त झनै हेर्दैन। त्यही राति म लेख्न थाल्छु, हामी बाँच्न चाहन्छौँ, तर बाँच्नको आधार पानी छैन। तिमीहरू सहरमा बस्नेहरूले कल्पना गर्न सक्छौ, एउटा सानी छोरी आफ्नी आमाको हात समातेर हरेक बिहान 3 किलोमिटर टाढाको पानीको खोजीमा जान्छे। त्यो पनि पानी धमिलो छ। पानीको अभावले हाम्रो गाउँमा विवाह हुन छोडेको छ। कोही छोरा बुहारी ल्याउँदैनन् किनकि पानी छैन। मान्छे सहर भाग्न थालेका छन्। रेतिँदैछ गाउँ। एक दिन लास्या बिरामी पर्न थालिन्। उसको ओठ चिरिएको थियो, शरीर तातो थियो। म घर दैलो गरेर पानी खोज्दै हिँडेँ। कोही थिएनन्, सबै गएका थिए विपन्नता र विस्थापनको बाटो समातेर। आखिर म एक्लै उसलाई बोक्दै स्वास्थ्य चौकी पुगेँ, तर त्यो अस्पतालमा पनि पानी थिएन, न त औषधि। डाक्टरले भने कसरी उपचार गरौँ? म चुप बसेँ। नारी भएर, गरिब भएर, जलविहीन भएर केही बोल्ने अधिकार छैन भन्ने महसुस भयो। रातभरि उसको निधारमा कपडा राखेर पानी लगाउँदै बसेँ। बिहानको घामले उसको ओठ सुकिएको देखायो अनि ऊ मेरो काखमै थिइन्। सधैँका लागि उनी निधाइन्। लास्याको शरीर मलामी झैँ लैजाँदा मैले बोकिएको गाग्री एकछिन हेरेँ। त्यो गाग्रीले बचाउन सकेन। त्यो गाग्रीले हामीलाई धोका दियो। त्यस दिनदेखि मैले गाग्री सम्हाल्न छोडेँ। म लेख्न थालेँ, गाउँपालिकालाई पत्र लेख्न थालेँ, जिल्ला कार्यालय पुगेँ। मलाई थुप्रै पटक खिसी गरियो, तर म रुँदै अगाडि बढेँ, किनकि म लास्या मात्र गुमाएकी थिइनँ। मेरो भरोसा, मेरो बचपन, मेरो सपना सबै गुमाएको थिएँ। तिम्रो रूप नामक मेरो डायरी अहिले मेरो जीवनको अभिलेख हो। त्यहाँ पानी नभएको पीडा मात्र छैन, तिनीहरूका अनुहार छन् जसले बाँच्न चाहेका थिए तर मरे सरह बनिसकेका छन्। 3 वर्षपछि कहिले नभएको चमत्कार भयो। एउटा गैर सरकारी संस्थाले हाम्रो गाउँमा सौर्य जलस्रोत प्रणाली स्थापना गर्यो। गाउँको चुलो बल्न थाल्यो। म त्यो दिनको सम्झनामा डायरी खोलेर लेखेँ, आज मेरो लास्या मुस्कुराइरहेकी छ, पानी बगिरहेको छ, तिमी पानी बगिरहेको छ, तिम्रो रूप अब जीवन हो। यो कथा मुगु जिल्लाको सुरु गाउँपालिकाको जीवन्त यथार्थमा आधारित कल्पना हो, जसले पानीको अभावका कारण भएका व्यक्तिगत क्षति र सामूहिक वेदनालाई उजागरण गरेको छ। पानीको रूप मुगुको सुरु गाउँपालिकाको पानीको रूपको यो कथा।